नमस्कार यहाँहरू सम्पूर्णलाई। इजरायल र इरानको युद्धको ताजा अपडेट आज फेरि पनि हामीले लिएर आएका छौँ। अहिले मार्च 3, 2026 बिहानको स्थिति झन गम्भीर र खतरनाक मोडमा पुगेको छ। पछिल्लो 24 घण्टामा भएका अति नै ताजा घटनाक्रमहरू यस प्रकार रहेका छन्। इरानी भीषण जवाफी हमला आज बिहान इजरायलमा मिसाइल वर्षा। आज मंगलबार बिहानै इरान र उसका सहयोगी समूहहरूले इजरायलमाथि मिसाइलको नयाँ लहर प्रहार गरेका छन्। इजरायली सेनाले जेरुसलेम लगायतका धेरै शहरहरूमा मिसाइल इन्टरसेप्ट रोक्न काम गरिरहेको छ र नागरिकहरूलाई सेल्टरमा बस्न निर्देशन दिएको छ। रियादमा ड्रोन आक्रमण। साउदी अरेबियाको राजधानी रियाद स्थित अमेरिकी दूतावासमा दुईवटा इरानी ड्रोनले प्रहार गरेका छन्, जसका कारण त्यहाँ आगलागी भएको थियो। कतारमा पनि विस्फोट। कतारको वायुसेनाले आज बिहानै दुईवटा ब्यालिस्टिक मिसाइल खसालेको छ। दोहाको आकाशमा ठूला विस्फोटका आवाजहरू सुनिएका छन्। इरानको आन्तरिक अवस्था र नेतृत्व। खामेनीको परिवारको पनि मृत्यु। रिपोर्टहरूका अनुसार सर्वोच्च नेता खामेनीकी 78 वर्षीय पत्नी मन्सुरे खोजेस्ताको पनि मृत्यु भएको छ। उनी शनिबार आक्रमणपछि कोमामा थिइन्। अन्तरिम सरकार। इरान मसुद पेजस्कियानको नेतृत्वमा अन्तरिम काउन्सिलले काम गरिरहेको छ। इरानले हर्मुज जलसिन्ध स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा बन्द गर्ने र त्यहाँबाट हिँड्ने कुनै पनि जहाजमाथि आक्रमण गर्ने चेतावनी समेत दिएको छ। नेपाल सरकारको ठूलो कदम। ताजा अपडेट। श्रम स्वीकृति बन्द। नेपाल सरकारले हिजो राति नै खाडी मुलुकहरूका लागि नयाँ श्रम स्वीकृति वर्क परमिट दिन अस्थायी रूपमा बन्द गरेको छ। सुरक्षा जोखिमका कारण यो निर्णय लिएको हो। उद्धार टोली गठन। परराष्ट्र सचिव अमृत बहादुर राईको नेतृत्वमा इमर्जेन्सी रेस्क्यु टिम गठन गरिएको छ। 17 लाख भन्दा बढी नेपाली खाडीमा रहेकाले उनीहरूको अनलाइन दर्ता प्रक्रिया सुरु गरिएको छ। अल्पत्र यात्रु दुबई र आबुधाबीका विमानस्थलहरूमा केही समयका लागि खुले पनि फेरि आक्रमणका कारण उडानहरू अनिश्चित बनेका छन्। ट्रान्जिटमा रहेका नेपालीहरूलाई समस्या परेको छ। अमेरिका र इजरायलको रणनीति। डोनाल्ड ट्रम्प। राष्ट्रपति ट्रम्पले भनेका छन्, यो युद्ध लामो समय चल्दैन। हामी इरानको सैन्य क्षमता र नौसेनालाई छिट्टै समाप्त पार्नेछौँ। इजरायल बेन्जामिन नेतान्याहुले इरानको शासन व्यवस्था आफ्नो सबैभन्दा कमजोर बिन्दुमा रहेको दावी गर्दै आक्रमण जारी रहने बताउनु भएको छ। नेपालीहरूका लागि अहिलेको मुख्य सन्देश। कहाँ कति नेपाली? युएमा मात्रै करिब 7 लाख र कतारमा ठूलो संख्यामा नेपाली छन्। उनीहरूलाई व्हाट्सएप ग्रुपहरू मार्फत दूतावासले सम्पर्कमा रहन भनिएको छ। नेपाल र भारतमा हवाई भाडा र दैनिक